नमस्ते सेवा सिद्ध भइसकेको छौँ। मोमो केमा भन्नुहुन्छ भने पोर्क मोमो हो। हामी दुईजना आज चाहिँ जम्मा यहाँ कतिवटा छ 30 पिस तर म चाहिँ कम्ती खान्छु होला भनेर यहाँ सुप पनि छ साइडमा। अब हाम्रो चाहिँ सबै रेडी भइसकेको छ। अब हामी चाहिँ सुरु गर्न गइरहेको छौँ। स्टार्ट गरौँ है त। ल हामी चाहिँ अब सुरु गरौँ है त। ल भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। लाइक कमेन्ट गरिदिनुहोस्। कसले बेसी खान्छौँ है। मोमो एकदम मिठो भएछ हो। अच्छा चलेर खाइदिनु। अचार पनि टेस्टी भएछ खतरा। सुपमा पनि एकदम तेलै तेल भएछ है। खतरा भएछ। अलिकति जस चिल्लो बेसी हुन्छ भनेर चाहिँ सानो सानो पिस बनाएको है त। हजुर चाहिँ चट्टम राख्नु पर्छ। एकदम मलाई चाहिँ मोमो बनाउँदा ओर्दा नै एकदम गर्मी भएर चाहिँ पुरा अनुहार चाहिँ टल्किरहेको छ। म चाहिँ प्रायः जस्तो भिडियोमा आउँदा जहिले पनि रातो पिरो हुन्छ, गर्मी भइरहेको हुन्छ हुन्छ लागि, तर नेचुरली हो। सुप पनि दामी भएछ। ल गिन्ती गर्नुभएको भएन तपाईँहरूले? सबसे बेसी चाहिँ कसले खाए जस्तो लाग्यो तपाईँहरूलाई? मलाई त पुगिसक्यो। लास्ट अब एउटा खालि म चाहिँ झन् तपाईँलाई भनेर पर्खिँदैछु। त्यो छिटो छिटो फास्ट अब म चाहिँ पुगेँ। छिटो खानुपर्छ भने त म अलिकति छिटो खान्छु। एक्सक्युज मी। सबसे बेसी त मैले खाएँ होला है गाइस। छैन नि मलाई चाहिँ पुगिसक्यो। मोमोको साइज पनि ठुलो ठुलो छ, कम्ती सानै छ। कुनै पनि चाहिँ ठुलै छ है। सदादिनको भन्दा चाहिँ खानै बनाएको, किनकि खानालाई सजिलो हुन्छ प्लस यसमा चाहिँ बेसी चिल्लो हुन्छ, त्यसै कारण चाहिँ सानो सानो बनाएको। ल मेरो चाहिँ लास्ट अब छैन पनि मोमो के लास्ट चाहिँ मैले फिनिस गरिदिएँ। अब म चाहिँ अहिले हारुवा पार्टी खतरा देखेँ होला मेरो घाउ त। मलाई चाहिँ फेरि घाउ चाहिँ वरिपरि यति मात्र आउँछ नि त। सक्यो, बाई बाई।